नमस्कार साथीहरू, यहाँहरू सम्पूर्णलाई फेरि पनि हार्दिक स्वागत छ हाम्रो यस युट्युब च्यानलमा। आजको यस भिडियोमा मैले एक नियमको पार्ट 2 लिएर उपस्थित भएको छु। यहाँ चाहिँ प्रश्नहरू एकदमै महत्त्वपूर्ण छन्, त्यसैले अन्तिमसम्म हेर्नु होला। ढिला नगरी पहिलो प्रश्नबाट सुरु गरौँ। पहिलो प्रश्नमा भनेको छ, ए र बीले कुनै काम क्रमशः 20 र 30 दिनमा एक्लै पुरा गर्न सक्छन् भने दुवैजना मिलेर गर्दा कति दिनमा पुरा गर्न सक्लान् भनेर भनेको छ। अब यहाँ के भनेको छ त भन्दाखेरि ए र बीले कुनै काम चाहिँ क्रमशः 20 र 30 दिनमा गर्छन् रे। अब 20 र 30 दिनमा ए ले 20 दिनमा र बीले कति दिनमा 30 दिनमा गर्छ भनिसकेपछि हामीले के लेख्ने पहिला सुरुमै भन्दाखेरि यहाँ सोलुसन भनेर लेखौँ। सोलुसन यहाँ। अब के त भन्दाखेरि ए ले 20 दिनमा एक काम गर्छ। यो त हामीले सुरुमै गर्ने भनेकै यही हो, एक काम गर्छ। ए ले 20 दिनमा एक काम गर्छ भने ए ले एक दिनमा कति काम गर्छ भन्ने कुरा हामीले निकाल्नु पर्यो। एक दिनमा कति काम गर्छ? एक काम हुने 20 काम गर्छ। अब हामीले बीले कति काम गर्छ? बीले फेरि भनेर लेख्दा हुन्छ यहाँ। फेरि बीले 30 दिनमा एक काम गर्छ भने बीले एक दिनमा कति काम गर्छ? एक काम हुने 30 काम गर्छ। यो हामी सबैले लेख्न सकिहाल्छौँ हैन, गर्छ। यो चाहिँ सिम्पल क्वेसन छ है साथीहरू। यो सिम्पल पनि छ, त्यसैले सजिलो पनि छ यो। अब काम गर्छ भनेर एक काम हुने 30 काम गर्छ भनेर हामीले लेख्यौँ। अब हामीले निकाल्नु पर्ने के छ त भन्दाखेरि एक्लै पुरा गर्न सक्ने त यो हामीले निकाल्यौँ। अब दुवैजना मिलेर गर्दा कति दिनमा पुरा गर्न सक्लान् भनेको छ। दुवैजना मिल्ने भनेको के हो त साथीहरू? ए प्लस बी मिल्ने हो। ए प्लस बी मिलेर गर्दाखेरि के हो त भन्दाखेरि दुवै मिलेर लेखौँ न यहाँ हैन। दुवै मिलेर गर्दा एक दिनमा काम गर्दा दुवै मिलेर काम गर्दा एक दिनमा कति काम गर्छन्? एक काम हो नि 20 प्लस एक काम हो नि 30 काम गर्छन् हैन। अब ए ले एक्लै गर्ने काम भनेको एक काम हो नि 20 हो। बी ले एक्लै गर्ने भनेको एक काम हो नि 30 हो। यिनी दुईटैले एक दिनमा गर्ने काम त यो जोडेपछि आइहाल्छ हैन। अब यो भनेको कति आउँछ? यसलाई एलसीएम लिगौँ। यसको एलसीएम कति भयो त साथीहरू? यसको एलसीएम भएको 60 भयो। 20 यहाँ 60 प्लस 30 दुना 60 गर्दाखेरि के भयो त भन्दाखेरि 3 प्लस 2 भयो। यो भनेको 5 काम हुने 60 भयो। 5 एकानी 5 अनि 12 पंचे 60 गर्दाखेरि के भयो त? एक काम हुने 2 भयो हैन। एक काम हुने 2 काम गर्ने गर्छन् भनेर निकाल्यौँ। ए र बी दुवै मिलेर एक दिनमा गर्ने काम भनेको कति रहेछ? एक काम हुने 12। एक काम हुने 12 चाहिँ उनीहरूले दुवै मिलेर गर्ने रहेछन्। अब हामीले निकाल्नु पर्ने के छ त भन्दाखेरि कति दिनमा पुरा गर्न सक्लान्? दुवैजना मिलेर गर्दा कति दिनमा पुरा गर्न सक्छन् त्यो काम भन्ने हामीले निकाल्नु पर्ने छ। अब हामीले के गर्ने त भन्दाखेरि देयरफोर ए प्लस बी मिलेर उक्त काम साथीहरू यहाँ चाहिँ रेकर्डिङ बन्द भएको रहेछ। यहाँ चाहिँ मैले लेखेको छु ए प्लस बी मिलेर उक्त काम कति दिनमा गर्न सक्छन्? 12 दिनमा सक्छन् भनेर यसको उत्तर आइसकेको थियो। अब यसभन्दा थोरै गाह्रो खाले प्रश्न भनौँ हैन, थोरै एडभान्स छ। अब मैले यो लेख्दैछु। अब यहाँ के छ भन्दाखेरि विकासलाई कुनै काम गर्न रमेशको भन्दा दोब्बर र अनि राकेशको भन्दा तेब्बर समय लाग्छ। राकेशको भन्दा तेब्बर समय लाग्छ। विकासले चाहिँ कुनै काम गर्न रमेशको भन्दा दोब्बर र राकेशको भन्दा तेब्बर समय लाग्छ। यदि तिनीहरू सबै मिलेर काम गर्दा 6 दिनमा सक्छन् भने उनीहरूले एक्लै गर्दा सो काम कति दिनमा सकिएला पत्ता लगाउनुहोस् भनेर हामीलाई प्रश्नले सोधेको छ। विकासले कुनै काम गर्न रमेशको भन्दा दोब्बर र राकेशको भन्दा तेब्बर समय लाग्छ। यदि तिनीहरू सबै मिलेर काम गर्दा 6 दिनमा सक्छन् भने उनीहरूले एक्लै गर्दा सो काम कति दिनमा सक्लान् भनेर हामीलाई प्रश्नले सोधेको छ। अब हामीले के गर्ने के त भन्दाखेरि सोलुसन लेख्ने यहाँ
हामीले सुरुमै गर्ने भनेको के हो सोलुसन लेख्ने यहाँ लेख्ने अब हामीले के निकाल्नु पर्ने छ त्यो हामीले मान्ने मानौँ अब यहाँ के छ विकासले कुनै काम गर्न रमेशको अब विकासले कति काम गर्छ भन्ने त हामीलाई थाहा छैन हो त्यो भइसकेपछि हामीले के गर्ने त पहिला भन्दाखेरि विकासलाई मानौँ विकासले लेख्नु हैन विकासले यक्ष दिनमा गर्न सक्छ यक्ष दिनमा एक काम गर्छ विकासले यक्ष दिनमा एक काम गरिसकेपछि अब रमेशको पनि हामीले निकाल्न सक्छौँ राकेशको पनि निकाल्न सक्छौँ कसरी त भन्दाखेरि अब विकासले यक्ष दिनमा एक काम गर्छ अनि विकासले एक दिनमा 1 काम अनि यक्ष काम गर्छ त्यसैगरी अब रमेशले कसरी गर्छ त भन्दाखेरि रमेशले फेरि विकासलाई कुनै काम गर्न रमेशको भन्दा दोब्बर समय लाग्छ भनेपछि रमेशले गर्ने काम त यक्ष काम अनि 2 हो हैन यक्षको पनि 2 दिनमा एक काम गर्छ रमेशले यक्ष काम अनि 2 दिनमा एक काम गर्छ त्यसैगरी रमेशले एक दिनमा कति काम गर्छ त भन्दाखेरि 2 काम अनि यक्ष काम गर्छ अब यो कसरी भयो त भन्दाखेरि अब बुझिहाल्नु भयो होला हैन त्यसैगरी अब अर्को के छ राकेशले फेरि के गर्छ त भन्दाखेरि राकेशले चाहिँ तेब्बर समय लाग्छ राकेशको भन्दा तेब्बर समय लाग्छ भनेपछि यक्ष काम अनि 3 दिनमा एक काम गर्छ दिनमा एक काम गर्छ अब राकेशले फेरि एक दिनमा कति काम गर्छ त भन्दा 3 काम अनि यक्ष काम गर्छ 3 काम अनि यक्ष काम गर्छ हैन अब हामीले निकाल्नु पर्ने कुराहरू सबै निकाल्यौं अब प्रश्नले के भनेको छ यदि तिनीहरू सबै मिलेर गर्दाखेरि 6 दिनमा सक्छन् ए अथवा मैले विकासलाई ए अनि रमेशलाई बी र राकेशलाई सी मानेर एबीसीले एक दिनमा गर्ने काम एबीसी मिलेर गर्दाखेरि एबीसी मिलेर के गर्छन् त भन्दाखेरि 6 दिनमा एक काम गर्छन् 6 दिनमा एक काम गर्छन् हैन काम गर्छन् एबीसी मिलेर विकास रमेश र राकेश मिलेर के गर्छन् त 6 दिनमा एक काम गर्छन् भनेको के हो त साथीहरु तिनीहरु तीनै जना मिलेर एक दिनमा कति काम गर्छन् एक काम अनि 6 काम गर्छन् हैन काम गर्छन् 6 दिनमा एक काम गर्छन् एक दिनमा कति काम गर्छन् एक काम अनि 6 काम गर्छन् अब प्रश्न अनुसार के छ त भन्दाखेरि प्रश्न अनुसार के छ त भन्दाखेरि तिनीहरु अब सबै मिलेर कति दिनमा काम गर्छन् 6 दिनमा एक काम गर्छन् भनेपछि 1 काम अनि यक्ष विकासले गर्ने काम प्लस रमेशले गर्ने काम प्लस राकेशले गर्ने काम चाहिँ कति हो एक काम अनि 6 हैन एक दिनमा गर्ने काम अब यसले हामीले के गर्ने त भन्दाखेरि एलसीएम लिने एलसीएम के आयो सबैमा यक्ष छ भनेपछि यक्ष आयो 1 + 2 + 3 भयो = 1 काम अनि 6 अब यो भनेको के भयो त भन्दाखेरि 3 2 1 जोड्दा कति भयो 3 4 5 र 1 6 अपन यक्ष = 1/6 भयो अब यो भनेको के हुन्छ त भन्दा फेरि 6 मल्टिप्लाई क्रस मल्टिप्लाई गर्दाखेरि कति भयो 36 = यक्ष आयो देयरफोर यक्ष बराबर कति आयो 36 आयो अब यक्ष के हो त भन्दाखेरि यक्ष भनेको विकासले काम गर्ने हो अब यक्ष बराबर के हो विकासले यक्ष बराबर के हो त भन्दाखेरि विकासले काम गर्ने हो यक्ष बराबर विकासलाई लाग्ने समय हो हैन लाग्ने समय हो समय बराबर कति भयो 36 दिन अब हामीले रमेशको काम निकाल्न सक्छौं रमेशलाई लाग्ने समय बराबर कति हो यक्ष काम अनि 2 हो = के भयो त भन्दा 36 काम अनि 2 भयो भने कति हो 18 दुना 36 हैन 18 दिन त्यसैगरी अर्को के छ राकेशलाई लाग्ने समय कति भयो त राकेशलाई लाग्ने समय भनेको यक्ष काम अनि 3 हो भनेको 36/3 भयो कति भयो 12 3 36 हैन 12 दिन अब हामीले यो नै के भयो त्यसको आन्सर भयो विकासलाई 36 दिन अनि रमेशलाई 18 दिन राकेशलाई 12 दिन लाग्ने रहेछ एक्लै गर्दाखेरि हामीलाई प्रश्नले त्यही नै सोधेको थियो साथीहरु त्यसैगरी अर्को प्रश्नमा जाउँ अर्को प्रश्नमा यहाँ लेखे ए र बी ले एउटा काम क्रमशः ए र बी ले एउटा काम क्रमशः 18 र 24 दिनमा गर्न सक्छन् 18 र 24 दिनमा गर्न सक्छन् ए र बी दुवै मिली काम गरेको केही दिनपछि ए ले काम छोड्छ काम चाहिँ के गर्यो छोड्छ र बी ले बाँकी काम 3 दिनमा पुरा गर्छ 3 दिनमा पुरा गर्दछ भने ए ले
कति दिन काम गरेको, कति दिन काम गरेको रहेछ भनेर हामीलाई प्रश्नहरू सोध्यो। अब यहाँ के भनेको छ त सल्युसन भनेर लेखौँ। सल्युसन यहाँ ए र बीले एउटा काम क्रमशः 18 दिन र 24 दिनमा गर्न सक्छन्। एले 18 दिनमा र बीले कति दिनमा 24 दिनमा गर्न सक्छ एउटा काम। ए र बी दुवै मिलेर काम गरेको केही दिनपछि ए र बीले कुनै काम गर्न थाले, त्यो काम गरेको केही दिनपछि एले छोड्यो। कति दिनपछि छोड्यो भनेर निकाल्न भनेको छ हैन। एले काम छोड्छ र बीले बाँकी काम 3 दिनमा सक्छ भने एले कति दिन काम गरेको रहेछ पत्ता लगाउनु पर्ने छ हामीलाई। अब मानौँ यहाँ के गर्ने त भन्दाखेरि मान्ने त के हो हामीलाई थाहा, जे निकाल्नु पर्ने हो त्यही मान्ने हो हैन। एले मानौँ एले यक्ष दिन काम गरेर छोड्यो भनेर हामीले मान्यौँ। काम गरेर छोड्यो भनेर हामीले मान्यौँ हैन, छोड्यो। अब एले यक्ष दिन काम गरेर छोड्यो भनेपछि बीले कति काम गर्यो त भन्दाखेरि उसले 3 दिनमा सकेको छ। 3 दिनमा सकेको छ के भयो त भन्दाखेरि एले छोडेको। बीले बाँकी काम कति दिनमा सके 3 दिनमा भनेपछि एले यक्ष दिनसम्म गरेकै थियो। ए र बी मिलेर गरेका थिए यक्ष दिनसम्म, प्लस बीले कति काम गर्यो त्यसमा 3 दिन थप काम गर्यो। 3 दिनमा काम गर्यो, 3 दिन काम गर्यो हैन, 3 दिन काम गर्यो भनेर हामीले लेख्यौँ, गर्यो। अब यहाँ यो लेखेको बुझ्नुभयो कि नै भन्दाखेरि एले यक्ष दिनसम्म काम गरेर हामीले मान्यौँ हैन। मानौँ एले यक्ष दिन काम गरेर छोड्यो भनेर हामीले मान्यौँ। तर बीले फेरि के गरेछ त भन्दा एले काम छोडेको 3 दिनसम्म बढी काम गरेको छ। 3 दिन बाँकी काम चाहिँ उसले 3 दिनमा सकेको छ भनेपछि यक्ष दिनसम्म दुवैले काम गरेको प्लस 3 दिन चाहिँ बीले एक्स्ट्रा गरेको जोडेपछि त के भयो त भन्दा बीले काम गरेको दिन निस्क्यो। अब के गर्ने त भन्दाखेरि एले अब हैन एले 18 दिनमा एक काम सक्छ हैन, एक काम गर्छ। यो त हामीले अब जानिहालेको कुरा भयो, गरिहाल्नु पर्यो हैन। एक काम गर्छ भने एले एक दिनमा कति काम गर्छ, एक दिनमा भनेको एक काम अनि 18 काम गर्छ। एक काम 18 काम गर्छ। तर एले कति दिन काम गरेको छ त भन्दा यक्ष दिन काम गरेको छ। एले यक्ष दिनमा कति काम गर्यो त भन्दाखेरि यक्षका पनि 18 दिन काम गर्यो, काम गर्छ। यक्षका पनि 18 काम गर्छ यक्ष दिनमा। अब यस्तै गरेर हामीले बीको पनि निकालौँ। बीको के हुन्छ त भन्दाखेरि बीले कति दिनमा काम गर्छ, बीले 24 दिनमा एक काम गर्छ, एक काम गर्छ। बीले कति दिनमा 24 दिनमा एक काम गर्छ। बीले एक दिनमा कति काम गर्छ, एक काम अनि 24 काम गर्छ भने अब यक्ष प्लस 3 दिनमा कति काम गर्छ त बीले यक्ष प्लस 3 दिनमा कति काम गर्छ, 3 दिनमा यक्ष प्लस 3/24 काम गर्छ। यो लेख्न हामीले जान्यौँ हैन। अब यहाँ के छ त एले 18 दिनमा एक काम गर्छ, एले एक दिनमा कति काम गर्यो, एक काम अनि 18 काम गर्छ। यो हामीले बुझिसकेको कुरा भयो। अब एले यक्ष दिनमा काम गरेको छ, यक्ष दिन काम गरेर त उसले छोडेको छ हैन। यक्ष दिन काम गरेर छोडेको छ भनेपछि के भयो त यक्ष दिनमा उसले यक्ष काम अनि 18 काम गर्छ। अनि बीले 24 दिनमा एक काम गर्छ। बीले 24 एक दिनमा चाहिँ एक काम अनि 24 काम गर्यो र बीले कति दिन काम गरेको यक्ष प्लस 3 दिन काम गरेको यक्ष प्लस 3 काम अनि 24 काम गर्छ। अब के गर्ने त भन्दाखेरि अब दुईटैले गरेको काम कति हो, दुईटैले गरेको काम भनेको एक हो हैन। दुईटैले गरेको काम भनेको एक हो। दुईटैले गरेको काम के हो त भन्दाखेरि एले यक्ष काम अनि 18 दिन प्लस बीले यक्ष प्लस 3 काम अनि 24 काम गरेर एक काम भएको हैन। एक काम भएको भनिसकेपछि हामीले यसलाई के गर्ने, जोड्ने। अब इन दुईटाको एलसीएम निकालौँ। इन दुईटाको एलसीएम कति हुन्छ त साथीहरु भन्दाखेरि 72 हुन्छ। कसरी हुन्छ म यहाँ थोरै बताइदिएँ हजुरहरुलाई। 18 र 24 ल एलसीएम लिन जान्नुहुन्न भने यसरी पनि गर्न सकिन्छ। 18 र 24 लाई दुवैले भाग खाने भनेको 2 ले खान्छ, 9 दुना 18 अनि 12 दुना 24। अझ यसलाई के लेखान्छ, 3 लेखान्छ, 3 तिया 9 4 तिया 12 हैन। अब यहाँ एउटालाई खानसम्म चाहिँ यसलाई खुवाउनु पर्छ। अब यहाँ 3 ले खाए पनि भयो, 2 ले गराउँदा पनि हुन्छ। 3 एकानी 3 बाँकी रह्यो कति, 4 बाँकी रह्यो। 4 एकानी 4 4 तिया 12 12 तिया 36 36 दुना 72 हैन। यो 72 यसरी आएको हो। अब 72 यहाँ आइसकेपछि के लेख्नु त, माथि यक्ष छ, यक्ष यो यहाँ माथि कति हुनु भयो 14 18 चौको 72 हुन्छ हैन। 18 चौको 72 भनेपछि यहाँ त अलि 4 ले मल्टिप्लाई गरेपछि बल्ल 72 हुन्छ। हामीले बढी लेख्न त पाइने, यहाँ 18 मात्र छ, हामीले यहाँ 72 लेख्न त पाइएन हैन। त्यही भएर हामीले के लेख्यौं 4x, किन भन्दा 18 चौको 72 प्लस अनि 24 कति यहाँ 72 हुन्छ, 24 तिया 72 हैन। 24 तिया 72 भनिसकेपछि कतिले मल्टिप्लाई गर्नु पर्यो, 3 ले गर्नु पर्यो। 3 तिया कति भयो, यता पनि 9 भयो।
बराबर 1। अब के गर्ने त भन्दाखेरि यो 3x र 4x कति हुन्छ 4 3 7x + 9 भयो 7x + 9 अपन कति भयो 72 भयो इक्वल टु 1 त छँदैछ। अब यसलाई के गर्ने क्रस मल्टिप्लाई गर्ने क्रस मल्टिप्लाई भनेको यता तल केही छैन भने तल 1 हुन्छ यो भनेको कति भयो त भन्दा 7x + 9 इक्वल टु 72 भयो। अब 7x इक्वल टु 72 - 9 भयो किन भन्दा यता प्लस छ यता माइनस गयो 7x इक्वल टु कति भयो त 72 मा 9 गर्दा कति हुन्छ साथीहरु 63 हुन्छ हैन 63। अब x बराबर कति आयो त x बराबर भनेको 63 का मुनि 7 भनेको 7 कति 63 7 9 63 हैन 7 9 63 देयरफोर x बराबर कति आयो 9 आयो हैन। अब हामीले निकाल्नु पर्ने के छ त भन्दाखेरि निकाल्नु पर्ने के थियो x हामीले के माने थियौं a ले x दिनमा काम छोड्छ भनेपछि a ले कति दिन काम गरेर छोडेको रहेछ 9 दिन काम गरेर छोडेको रहेछ। हामीले निकाल्नु पर्ने के थियो काम गरेर छोड्छ भने b गरेछ भने a ले कति दिन काम गरेको रहेछ भन्ने हामीले निकालिसकेका छौं x निकाल्यौं x भनेको हामीले के मानेका थियौं x दिन काम गरेर छोड्यो भनेर हामीले मानेका थियौं त्यही x हामीले निकाल्यौं अतः भनेर लेख्ने देयरफोर अतः a ले 9 दिन काम गरेर छाडेको रहेछ भनेर लेखेपछि तपाईहरुको 5 मा 5 नै आउँछ। साथीहरु तपाईलाई यो भिडियो कस्तो लाग्यो यो प्रश्नहरु कस्तो लागे कमेन्ट बक्समा लेख्न सक्नुहुन्छ र तपाईलाई कुनै ठाउँमा कन्फ्युजनमा पर्नु भएको छ भने त्यो पनि तपाईले कमेन्ट गर्न सक्नुहुनेछ मैले सकेसम्म यहाँहरुको कमेन्टमै रिप्लाई गर्ने कोसिस गर्नेछु। मिल्ने छ अर्को भिडियोमा यो भिडियोबाट बिदा हुन चाहन्छु। हस्त धन्यवाद। यहाँहरुको समय शुभ रहोस्।